हेलो एभ्रिवान। आज हामी बिसिएको 2024 को बोर्ड एक्जामको क्वेसन नम्बर 5 सल्भ गर्दैछौँ म्याथमेटिक्सको है। अब हामीलाई क्वेसन दिएको छ यो एउटा म्याट्रिक्स दिएको छ र यो प्रुभ गर्नु भनेको छ। यो म्याट्रिक्स एन्ड डिटर्मिनेन्टबाट आएको क्वेसन हो है। अब यसलाई कसरी गर्ने हेरौँ है त। हामीलाई त्यो रो ट्रान्सफर्मेसनवाला फर्मुला त नभनौँ, त्यो युज गरेर हामी यो सल्भ गर्छौँ है। सबभन्दा पहिला के गर्छौँ भन्दाखेरि R1 छ नि, जुन यो R1 tends to R1 minus R2 र R2 tends to R2 minus R3 गरेर ट्रान्सफर्म गर्यो भने यो यसको भ्यालु के हुन्छ भन्दाखेरि हेरौँ है त। सबभन्दा पहिला अब यो LHS र RHS छ। मैले अब सपोज LHS लेख्ने है त। LHS इक्वल्स टु अब यो R1 minus R2 गर्दाखेरि 1 plus X minus 1 minus 1 minus y, माइनसले खोल्दाखेरि माइनस हुन्छ है। 1 minus 1 अनि R2 चाहिँ R2 minus R3 भनेपछि 1 minus 1 1 plus y minus 1 1 y भन्नु आएछ 1 minus 1 minus z हुन्छ। अनि यो थर्डहरू त जस्ताको तस्तै नै भइहाल्यो है। अब यसलाई फेरि सल्भ गर्नुपर्दा अब यो र यो काटिन्छ, यो र यो काटिन्छ, यो त जेरै भइहाल्यो, यो जेरै भइहाल्यो, यो र यो काटिन्छ, यो र यो काटिन्छ। अब हामीसँग के बाँकी रह्यो? यहाँ x बाँकी रह्यो, यहाँ माइनस y बाँकी रह्यो, यहाँ 0, यहाँ y, यहाँ माइनस z र 1 1 1 प्लस z बाँकी रह्यो है। अब हामी के गर्छौँ भन्दाखेरि यो फर्स्ट रोको आधारमा हामी यसको डिटर्मिनेन्ट निकाल्छौँ। अब डिटर्मिनेन्ट निकाल्ने थाहा छैन भने यो 3/3 म्याट्रिक्सको डिटर्मिनेन्ट निकाल्ने कस्तो हो भन्दाखेरि यो फर्स्ट रो लिँदाखेरि हामी फर्स्ट एलिमेन्टबाट सुरु गर्छौँ हैन। अब यसमा डिटर्मिनेन्ट निकाल्दाखेरि चाहिँ फर्स्ट एलिमेन्टलाई पहिला लेखिदिने, अनि यो रो र यो कोलमलाई एक्सक्लुड गरिदिने, त्यो बाहेक अरू एलिमेन्ट लेखिदिने के y z 1 yn प्लस z। यो एलिमेन्टको यो रो पनि हामीले एक्सक्लुड गरिदियौँ, यो पनि एक्सक्लुड गरिदियौँ, जे बाँकी रह्यो त्यही लेखौँ। अनि यहाँ सेकेन्ड एलिमेन्टमा पुगेपछि चाहिँ यो सधैँ माइनस हुन्छ। अनि यहाँ त हाम्रो एलिमेन्टै माइनस छ भनेपछि यहाँ माइनस y हुन्छ, यस्तो ब्र्याकेट राख्नुपर्छ। यहाँ नि त्यही गरिदिने है। यो कोलमलाई र यो रोलाई एक्सक्लुड गरिदिने, बाँकी जे हुन्छ त्यो हामी लेख्छौँ है। 0 1 z 1 प्लस z हैन। अब प्लस अब यो थर्डमा त 0 छ, अब यसको भ्यालु त 0 हुन्छ भने अब मैले मल्टिप्लाई गरेर नि देखाएन है। अब डिटर्मिनेन्ट निकाल्दा चाहिँ हामीले क्रस मल्टिप्लाई गर्छौँ है। अनि यो सेकेन्ड यो र यो मल्टिप्लाई गर्दा चाहिँ यसको साइन नेगेटिभमा हुन्छ है। अब भने कस्तो भन्दाखेरि यो एक्स जस्ता तस्तै भइहाल्यो, यो भित्र छ हाम्रो, मैले ब्र्याकेट लेखेँ। वाइलाई 1 प्लस जेडसँग मल्टिप्लाई गर्नु पर्यो, अनि माइनस हुन्छ यता गर्दाखेरि, अनि यो 1 भयो 1 छ यहाँ, अनि माइनस जेड यो भइहाल्यो। अब यो मैले माइनस यहाँ माइनसलाई खोलिदिएँ भने यो प्लस भयो, प्लस y लेखेँ मैले। अनि 0ले यता मल्टिप्लाई गर्दा यो 0 नै भइहाल्यो। अनि यो मैले माइनस हुन्छ भनेको थिएँ, यो सेकेन्ड मल्टिप्लाई गर्दाखेरि चाहिँ माइनस 1 टाइम्स माइनस जेड गर्दाखेरि अब यो त जेडै हुन्छ। अब यहाँ सल्भ गर्नुपर्दाखेरि y हुन्छ, यो भित्र खोलेँ मैले y प्लस yz भयो। अनि 1 र युज गर्दाखेरि माइनस को प्लस भयो, प्लस जेड भयो हैन। अनि प्लस अब यो 0 त 0 भइहाल्यो, यसले खोल्दा y र यो प्लस हुन्छ भनेपछि यहाँ yz भयो। अब यो नि मैले यसलाई खोलेँ भने अब यो तीनटै एलिमेन्टलाई हामीलाई मल्टिप्लाई गर्नुपर्ने हुन्छ है। यो तीनटै एलिमेन्टलाई मल्टिप्लाई गर्दा x ले मल्टिप्लाई गर्दाखेरि xy हुन्छ प्लस xyz हुन्छ प्लस xz हुन्छ प्लस yz हुन्छ। अब हामीलाई प्रुभ गर्नुपर्ने के छ, xyz र यति भ्यालु प्रुभ गर्नुपर्छ भनेपछि यहाँबाट xyz कमन लिदिउँ हो। अब यहाँ त xyz कमन लिएको छ हामीले, यहाँ त x र y मात्र छ भनेपछि यहाँ z त छैन। z छैन भनेपछि हामी 1/z राखेर यहाँ z थियो अनि यो कमन गयो भन्छौँ, किनकि अब यो भन्नु र xyz बाई इन टाइम्स 1/z गर्दाखेरि यो क्यान्सल हुन्छ, लास्ट आउने त xy नै हो, यही टर्म आउँछ भनेपछि यसलाई यसरी लेख्न मिल्छ बाईको टर्ममा। अब xyz यसमा कमन लिँदा यसमा 1 बाँकी रहन्छ, यो 1 किनकि यसमा सबै टर्म छ। यसमा xz छ y छैन भनेपछि यहाँ 1/y बाँकी रहन्छ।
र यहाँ yz छ x छैन भनेपछि यहाँ 1/x भयो हो। यहाँ यो सबैमा हामीले यही गरे जस्तो गऱ्यौँ है। यहाँ टर्म छ भनेर हामीले डिनोमिनेटर राखेर हामीले ब्यालेन्स इक्वेसन यो प्रुभ गर्नलाई हामीले यसरी लेख्न पनि मिल्छ यो म्याथमेटिकल टर्ममा। यहाँ xyz र यति टर्म प्रुभ गर्नु भनेछ, यहाँ यही भनेछ भनेपछि यसरी हाम्रो यो हेन्स प्रुभड। थ्याङ्क यू।